बाटो हराएर तनाव यहाँ हेर्न सक्नुहुन्छ यस्तो गाडी बाटो है यहाँ हाँगा पकाउनु पर्छ यस्तो बाटो छ यस्तो दामी छ क्या गाई चाहिँ हेर्नु न म यहाँको दर्शन पनि लिनेछु है त हिँड्नुपर्ने तर ठाउँ चाहिँ त्यस्तो मैले वर्थ चाहिँ देखिनँ सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग अनि मैले चाहिँ आज मेरो भ्लग कहाँ हो यो ठाउँको नाम यो यस मैले चाहिँ मेरो भ्लग त्यहाँदेखि सुरु गरिसकेको छु किन भन्दाखेरि जब पुगिन्छ तब गरिन्छ र जब म पुगिसकेँ तब गर्नु परेन ये बड़ी अच्छी बात कही आप र यहाँ हाम्रो अघि यहाँ हामीले दाइलाई चाहिँ अघि भेटेको थियौँ हेलो भनिदिनु दाइ हेलो दाइ पनि हामीसँग आउनुहुँदै थियो तर दाइ चाहिँ हामी अलिक ढिलो भएको कारणले चाहिँ दाइ चाहिँ अलिक छिटै आइहाल्नु भएछ र हामी चाहिँ अब यहाँदेखि चाहिँ हामी माथितिर लाग्दैछौँ हामीसँग चाहिँ यहाँ तीनजना दिदी हाम्रो यहाँ अर्को एउटा साथी अनि हाम्रो एउटा साथी अनि यहाँ चाहिँ म छु र दिदी झन्डै लड्नु भइसकेको छ र अब हामी चाहिँ यहाँदेखि माथि जाँदैछौँ होइन र अब यो ठाउँको नाम के भयो चिन्डे डाँडा हामी चाहिँ चिन्डे डाँडादेखि चाहिँ अब माथितिर लाग्दैछौँ होइन र चिन्डे डाँडा चाहिँ यस्तो छ होइन क्या हिँड्न सक्नुहुन्छ तपाईँहरूले र हामी चाहिँ अब चिन्डे डाँडादेखि माथितिर लाग्दैछौँ है त झोलाको पानी चाहिँ के सदन ल्याएको सो गाइज अब चाहिँ हामी चिन्डे डाँडादेखि माथि आइपुगिसकेको छौँ उकालो उकालो चढ्दै र अब चाहिँ हाम्रो मन्जिल अझै माथि छ हामी चाहिँ अझै माथि जानुपर्ने हुन्छ जस्तो कि तपाईँहरूले देखिहाल्नु भयो होइन हामी कहाँदेखि आउँदैछौँ भनेर कस्तो बाटो देखायौँ होइन भ्यूहरू पनि देखिहाल्नु भयो होला र अब चाहिँ हामी भिज्दै पानी पनि पर्दैछ र पानीमा मजा आइरहेछ होइन भिज्दै जान र एकदमै मजा लिँदै हामी चाहिँ यहाँ जाँदैछौँ र त्यही हो होइन चाहिँ ग्याङ हामी पानी है यहाँ हाम्रो आन्टी हो दिदी जस्तो लाग्यो मलाई चाहिँ दिदी यहाँनिर हामी चाहिँ पानी हामी माथि त्यो याकथुङमा हजुर यहाँ हाम्रो अङ्कल हुन्छ अङ्कल कस्तो छ नि यता एकदम गुड यताको मौसम राम्रो छ तर आज पानी परेछ अलिक अरे टेंशन नहीं लेने का अपुन है ना उभा छ एकदम राम्रो छ हजुर ल लाइक कमेन्ट हानिदिनु भन्नु त लाइक कमेन्ट सेयर गरिदिनु होला हुन्छ ल त्यस्तो होइन गाइङ अब पानीहरू एकदमै माथि चाहिँ पाउने सम्भावना कम हुन्छ त्यही भएर चाहिँ हामीले यहीँदेखि भरेर हिँडेको है त पानी पनि भरिसक्यौँ अब चाहिँ हामी पुलमा छौँ अब चाहिँ हामी माथितिर लाग्छौँ हलोङ खोलाङदुङ के अरे हलोङ खोलाङदुङ के अरे हलोङ अङ्ग्रोङ छायो डरी गुम्बामा आइपुगिसकेको छौँ हामी चाहिँ अनि यहाँदेखि चाहिँ हामी अझै माथि जानुपर्ने हुन्छ है हामी चाहिँ अझै माथितिर हिँड्दैछौँ र हामीलाई चाहिँ लास्ट ढिलो भइसक्यो होइन 9:30 भइसक्यो हामी भर्खर यहाँ आइपुग्दैछौँ र अब चाहिँ हामी माथितिर लाग्दैछौँ होइन यस्तरी नै हामी अल्झिँदै ढिलो हुँदैछ क्या गाई होइन र त्यही हो अहिले चाहिँ लेज हाम्रो मित्रसँग लेज नयाँ कुरकुरे हाम्रो अर्को मित्रसँग तपाईँहरू पनि आउनु सक्नुहुन्छ होइन गाई चाहिँ यतातिर चाहिँ हाइकिङको लागि तपाईँहरूको साथीहरूसँग होइन फ्यामिलीहरूसँग तपाईँहरू पनि आउनु सक्नुहुन्छ र यदि आउनुहुने हो भने चाहिँ अलिक छिटै आउनु होला होइन किन भन्दाखेरि ढिलो हुनसक्छ र वेदर हेरेर पनि आउनु होला होइन किन भन्दाखेरि यहाँ हामीलाई चाहिँ पानी परेर लास्टै अवस्था चाहिँ गम्भीर छ तर पनि हामी हिँड्दैछौँ है त तपाईँहरू पनि आउनु मन छ भने चाहिँ टाइम मिलाएर वेदर चेक गरेर आउनु होला आउँदा चाहिँ दामी हुन्छ है भ्यूहरू पनि दामी देख्नु पाउनुहुन्छ तपाईँहरूले यता पुरै कोसी सोसी सबै देखिन्छ होइन
र हामी चाहिँ भ्यू इन्जोय गर्दै अब माथितिर लाग्यौँ। अब चाहिँ हामी डाइरेक्ट माथि पुगेर भेट्यौँ है त। सो गाइज हामी चाहिँ यहाँ यत्रो माथि आइपुगिसक्यौँ होइन। हिँड्दा हिँड्दा र हामीले यहाँनिर हाम्रो आन्टी अनि हाम्रो भाइलाई नै भेटिसकेको छौँ होइन। तपाईँहरू चाहिँ कता जानुभएको आन्टी? कहाँ जानुभएको तपाईँहरू? यही हो घर तपाईँहरूको? आन्टीहरूको घर चाहिँ यतै हुनुको कारणले चाहिँ आन्टीहरू पनि अब हामीसँगै हल्का 5 मिनट जति हजुर जुकाहरू पनि पलाएको छ अरे त्यहाँमाथि चाहिँ होइन गाइज। र अब चाहिँ हामी जुकाको बिच हुँदै जानुपर्ने हुन्छ र आन्टीहरूको घर चाहिँ यतै भन्नुहुँदै थियो। र अब आन्टीहरू चाहिँ यता जानुहुन्छ होला र हामी चाहिँ अब यता माथितिर लाग्छौँ। र अब चाहिँ हामी बाई बाई आन्टी। र अब चाहिँ हामीले आन्टीलाई पनि बिदा गरेर हामी हाम्रो यहाँ उकालो बाटो लागिसकेको छौँ। यहाँ चाहिँ लास्ट उकालो चढ्नुपर्ने रहेछ क्या सर्टकटको नाममा। उकालो चढ्दा चढ्दा गाइज हालत खराब भइसक्यो सर्टकटको नाममा यत्रो उकालो। तपाईँहरू चाहिँ हिँड्नु सक्नु हुँदैन भने चाहिँ अलिक हिँड्नु सक्ने भएर आउनु होला होइन। यस्तो उकालो चढ्नुपर्छ। ओह्रालो बाटोहरू पनि छ तर उकालो छ र त्यो चाहिँ अलिक लामो बाटो छ नि त। यो सर्टकट चाहिँ धेरै लामो पनि छैन तर उकालो चाहिँ लास्टै चढ्नुपर्ने रहेछ होइन। तेल निस्किसक्यो तेल। हिँड्दा होइन हिँड्नै पऱ्यो माथिसम्म त पुग्नु पऱ्यो नि त यहाँ होइन। भ्यू यस्तो छ है। हामी चाहिँ यस्तो भ्यू इन्जोय गर्दै माथितिर लाग्दैछौँ होइन। बाटो पनि लास्ट यस्तो बाटो हिँड्नु पर्दैछ हेर्नु सक्नुहुन्छ। र अब यस्तै छ बाटो हिँड्नु त परिहाल्यो। यस्तो छ लङ कट चाहिँ सर्टकट चाहिँ यस्तो छ भिरालो होइन। अब चाहिँ हामी माथितिर लाग्यौँ है गाइस। अझै माथि लास्ट माथि छ वहाँ माथिसम्म हो लास्ट माथि छ होइन पुग्नै पऱ्यो। र त्यही हो अब चाहिँ हामी माथितिर हिँड्दैछौँ। र च्यानललाई चाहिँ सब्सक्राइब गर्न नबिर्सिनु होला र लाइक र कमेन्ट हाल्न नबिर्सिनु होला होइन। तपाईँहरू पनि आउनुभएको छ कि छैन यो ठाउँमा चाहिँ याक्थुङ मुन्दुम। र त्यही हो बेल नोटिफिकेसन चाहिँ अलमा राख्नु होला। मेरो नयाँ नयाँ भिडियोहरू तपाईँको डाइरेक्ट फोनमा नोटिफिकेसन आउनेछ। हामी चाहिँ अब अगाडितिर लाग्छौँ है त गाइज। सो गाइज अहिले चाहिँ हामी यहाँ हेर्नु सक्नुहुन्छ यस्तो घारी बाटो है। यस्तो घारी बाटो हिँड्दैछौँ। यस्तो बाटो पनि आउँदो रहेछ। यहाँ म तपाईँहरूलाई माथिबाट देखाउँछु है। यहाँ एकछिन है लभ इट। यहाँ हेर्नुहोस् है यस्तो घारी बाटो पनि हिँड्नु पर्दैछ। बाटो चाहिँ यस्तो गम्भीर छ यो फोनले त यस्तो चिप्लो बाटो छ यार। बाटो हेर्नुहोस् त बाटो लास्टै यहाँ चिप्लेर लड्ने सम्भावना चाहिँ 100% छ होइन। जब मुनिबाट हुँदै मुनिबाट हुँदै अब चाहिँ हामी एक हातको भरमा गाइज। यसको लागि चाहिँ हामी सुरुमा एउटा बोट पकाउनु पर्ने हुन्छ। हेट सकिने रहेछ है साथीहरू सकिने रहेछ। हेट मान्छेबाट हाँगेको सपोर्टमा छु। यस्तो छ हौ बाटो आमा यस्तो भिरको बाटो हामी आएको क्या गाइज काल खोज्न सकिनको लागि। ऐट आमा अड्क्यो त हौ। ओ चिप्लेर लडिन्छ कि क्या हो। ओट तेरिका ओट आमा यो गिटी भएर चाहिँ एडभेन्चरस भइरहेछ होइन गाइज। ओट यस्तो छ हौ बाटो आमा। म तपाईँलाई बाटो देखाउन जान्छु। हेर्नुहोस् यस्तो छ बाटो। फाइनली यत्रो माथि आइपुग्यौँ है। बाटो अझै सकिएको छैन। अब चाहिँ एकटरीका यहाँ हाँगा पकाउनु परेछ यस्तो बाटो छ। आम्मामा
म तपाईँहरूलाई बाटो देखाइदिन्छु ल साथीहरू। यहाँ हेर्नु न बाटो नि यस्तो यस्तो बाटो हुँदै हामी यस्तो बाटो छिरेको काल खोज्नलाई। बंद करो हाथ जोड़ के मैं यहाँ अब म चाहिँ लास्टमा अन्तिममा परेँ होइन। अब यस्तै छ, अब बिस्तारै बिस्तारै जानु पर्यो, फेरि म सकिनु सक्छु होइन। यस्तो उकालो चढ्नु पर्छ क्या गाई त। आमा मामा म चाहिँ यहाँ हत्तेरिका अबि आमा आमा इसिया माथि हेर्नु न के हत्तेरी आमा आया रोड निक्लिनु लाग्यो। अब चाहिँ खुट्टा गइसक्यो। ओफ आमा कुन बाटो छिरायो त्यत हत्तेरिका। कहाँ चाहिँ निहुरिनु पर्दैन। आमामा कस्तो बाटो हो नि यो राम। यहाँ त गाइज मर्ने सम्भावना छ है। आमामा अझै रोड आइपुगेको छैन हौ। यहाँ बाटो म तपाईँलाई बाटो देखाइदिन्छु। हेर्ने भिड यस्तो भिडबाट हामी आएको अट्टेरिका यस्तो। अब चाहिँ म माथि बिस्तारी माथि चढ्नुपर्ने हुन्छ। म चाहिँ पुरै भिजिसकेँ होइन, लास्टै नै भिजिसकेँ पानीले गर्दाखेरि। अबि आमा ठु हाइकिङ चाहिँ डेन्जरस। फाइनली बाहिर निक्ल्यो। यस्तो भिडबाट हामी आएको क्या आमामा काल खोज्नको लागि। र हामी चाहिँ माथि अलिक राम्रो बाटो आइपुग्यौँ। म चाहिँ पुरै भिजेँ होइन, क्यामेरामा पनि हल्का पानी चाहिँ पऱ्यो। र अब चाहिँ माथितिर लाग्दैछौँ हामी। भिड बाटोले त साह्रै मारो मत गउँछु कि सेवा सके जस्तै भयो गाई। बाटो हराएर तर केही छैन। जबसम्म त समीप ब्लग साथ तबसम्म डर्ने कि क्या बात भनेर चाहिँ मैले बाटोले जहाँसम्म लग्छ त्यहीसम्म लग्दैछु। किन भन्दाखेरि चाहिँ बरु मान्छेले ढाँट्नु सक्छ तर बाटोले कहिले ढाँट्दैन क्या। त्यही भएर चाहिँ म बाटो हिँडाउँदैछु होइन। ये बड़ी अच्छी बात कही आप। हामी चाहिँ यस्तो भिड बाटो होइन हराएर चाहिँ अब पछाडि हाम्रो अरू घर पनि आउनुहुँदैछ। हामी चाहिँ अब माथितिर निक्लिँदैछौँ। हरायो भनेर सबजना डराइसक्नु भएको थियो, तर समीप ब्लग साथमा हुँदै चाहिँ डराउनु पर्दैन भनेर चाहिँ हामी चाहिँ माथि आइपुगिसक्यौँ। हरायौँ भन्दै थियो, तर मैले चाहिँ बाहिर निकालिदिएँ होइन। किन भन्दाखेरि स्याम यो ब्लग्स पो त हो। अब चाहिँ हामी माथि निक्लिन्छौँ है त गाइज। सो गाइज हामी चाहिँ यत्रो हिँडेर जङ्गलबाट कटेर चाहिँ हामी यहाँ सूर्यकोट डाँडाको मन्दिर आइपुगिसकेको छौँ। र हामी चाहिँ यहाँको दर्शन पनि लिनेछौँ है त। यस्तो दामी छ क्या गाई चाहिँ हेर्नु न, पिस छ क्या। त्यतिर पनि छैन पिस, यहाँ छ मन्दिर। अनि यहाँ हेर्नुहोस्, यहाँ बादलहरू हेर्नुहोस् है दामी। सो गाइज हामी चाहिँ याकथुङ मुङदुम होइन। सो गाइज हामी चाहिँ याकथुङ मुङदुम आइपुग्यौँ र याकथुङ मुङदुम चाहिँ यति हो। यो डाँडादेखि
ऊ त पल्लोपट्टिको डाँडासम्म हो गाइस हामीले चाहिँ कार अलिङ्गा ल्याटा खाने थियो तर गएछ म त के हलिन्छ भनेको त याक्थिङ मुङदुम चाहिँ मलाई खासै ठिक लागेन होइन हिँड्नु चाहिँ लास हिँड्नुपर्ने तर ठाउँ चाहिँ त्यस्तो मैले वर्थ चाहिँ देखिनँ भ्यू चाहिँ राम्रै छ होइन भ्यू चाहिँ यस्तो छ होइन यहाँ तपाईँहरूले आफ्नो साथीहरूसँग या फ्यामिलीहरूसँग आएर पिकनिक पनि खान सक्नुहुन्छ र वहाँ पर चाहिँ पूजा गर्ने ठाउँ छ उता पर यहाँ परदेखि चाहिँ दामी दामी देखिन्छ वहाँ पुरै पिकनिक चल्दैछ र यहाँ चाहिँ हामी अब चाहिँ याक्थिङ मुङदुम हामी आइपुग्यौँ हेऱ्यौँ होइन दामी नै छ होइन राम्रै छ तर फ्यामिलीहरूसँग पिकनिक सिकनिक मनाउने जस्तै भए चाहिँ तपाईँहरू पनि आउन सक्नुहुन्छ तर त्यसको लागि चाहिँ तपाईँहरूले एकदमै यहाँ छिटाएर स्पेस कब्जा गरिहाल्नुपर्ने हुन्छ किन भन्दाखेरि यहाँ स्पेसको कमी छ क्या त्यही भएर चाहिँ तपाईँहरूले चाहिँ यतातिर त्यस्तो ठुलो पिकनिक खाने सोचमा हुनुहुन्छ भने चाहिँ नआउँदा पनि हुन्छ होइन याक्थिङ मुङदुम चाहिँ पिकनिकको लागि चाहिँ वर्थ इट छैन किन भन्दाखेरि ठाउँ सानो छ त्यही भएर सो कस्तो लाग्यो तपाईँलाई मेरो यो भ्लग होइन याक्थिङ मुङदुम ट्राभल भ्लग होइन लाइक कमेन्ट अनि नयाँ च्यानललाई चाहिँ सब्सक्राइब गर्न नबिर्सनु होला र बेल नोटिफिकेसनलाई अलमा गरिदिनु होला र यति नै भन्दै आजको भ्लग चाहिँ यहाँ इन्ड गर्न चाहन्छु हस् त धन्यवाद सी यु इन नेक्स्ट भिडियो है त ग्याङ